हेलो गाइस, आज चाहिँ हाम्रो यहाँ आलु मटर छ बेताको सब्जी चाहिँ साथीहरू। आलु पहिला फर्स्टमा आलु लगाउँछु, आलु लगाइसक्यो है, यसलाई चलाउनु पर्छ, चलायो हैन। हाम्रो चाहिँ साथीहरू आज आलु मटर अनि यहाँ दाल छ हो साथीहरू। त्यति नै हो बेताको सब्जी चाहिँ हाम्रो। तपाईहरुको के कस्तो छ होला? यहाँ मटर पनि छ साथीहरू, यहाँ मटर पनि छ साथीहरू। मटर पनि छ, मटर पनि छ हो, मटर छ। मटरमा यी धनिया मिसाएको छु साथी हो, दामी छ। मटर मिसाउँछु, यसलाई एकचोटि लगाएर चलाउँछु हो। मटर हाम्रो त फेरि फ्यामिली थुप्रो छ कि साथीहरू, अन्त त्यस कारणले गर्दाखेरि मिठो धेरै पकायो भने मात्रै हो, अन्त नभएदेखि त पुग्दैन नि साथीहरू। नभएदेखि अब यसलाई हस् त साथीहरू, तपाईहरुको सब्जी कस्तो छ, के छ, कस्तो छ, के छ? यी हाम्रो यी मटर अहिले टिपेर ल्याएको अर्ग्यानिक हो साथीहरू, अर्ग्यानिक हो हाम्रो। तपाईहरुको सब्जी आज बेलुका के छ? यी हाम्रो मटर छ। अब बिहान पनि त्यही हुन्छ होला, अहिले सकेर पकाएको। हस् त साथीहरू, मेरो भिडियो मन पर्नु भयो भने लाइक हो, कमेन्ट सेयर गरिदिनुहोस्। अनि मन पराउनु भयो भने उयो तपाईहरुले हो, मेरो साथीहरू, मेरो नि फ्रेन्ड रिक्वेस्ट कति साथीहरूले पठाएको छ कि मेरो एक्सेप्ट हुँदैन। फ्रेन्ड उयो के भन्छ, एक्सेप्ट हुँदैन कि उयो फलो बटनमा खिचेर फलो गरिदिनुहोस् हो। कतिले साथीहरूले उयो फ्रेन्ड रिक्वेस्ट पठाउनु भएको छ कि उयो एक्सेप्टै हुँदैन साथीहरू। उयो के भन्छ ल, सब्जी उयो भइसक्यो होला हौ। हस् त साथीहरू, यति नै मेरो। यहाँ लसुन पनि छ, लसुन लगाउँछु, अलिक पानी लगाएर लसुन पनि लगाउनुपर्छ हो। लसुन पनि हो, लसुन पनि लगाएर यसलाई छोप्छु होइन। पकाएर भरे खाँदै गरेको पनि साथीहरूलाई देखाउँछु नि साथीहरू, ल खाँदै गरेको पनि देखाउँछु। मैले त यसरी पकाउँछ, सादा हो, हामी मसला खाँदैन। जिरा र धनिया अलिअलि पडक्क पड्काउँछु हो, मेथी 5 फोरन 2-3वटा लगाएर पड्काउँछु है, सादा। अनि हामी सबै मसला लगाएर खाँदैन। तपाईहरुले मसला खानुहुन्छ कि हुँदैन होला है? खानुभयो भने चाहिँ तपाईहरुले मसला खानुभयो भने खानुहुन्छ कि खानुहुन्न है? हामी चाहिँ खाँदैन है। तपाईहरु खानुहुन्छ भने हो उयो कमेन्ट बक्समा लेख्नुहोस् ल साथीहरू। हस् त साथीहरू, बाई। मेरो भिडियो मन पर्नु भयो भने कमेन्ट गरिदिनुहोस्, फलो गरिदिनुहोस् ल साथीहरू। बाई बाई।